जस्तो झोले कार्यकर्ता हुँदाखेरि चाहिँ यो देश जल्छ क्या बुझ्नुभयो अब पक्नुहोस् हजुर भन्नुहोस् तपाईको अहिलेको सरकार जे आएको छ यो सरकारले जति काम अहिलेसम्म कसैले पनि गरेको थिएन यो सरकारले सबैभन्दा राम्रो काम गरेको छ यो सरकारले सधैँभरि काम गर्छ यो सरकारका कुनै पनि मन्त्रीले कहिले पनि अनियमितता गर्दैनन् यो सरकार भनेको दुधले धोएको सरकार हो यो सरकारका मन्त्रीहरू भनेको सुनले बनेका सरकार हुन् मन्त्री हुन् ओके बोल्दै भयो तपाईलाई चित्त तपाईले माथि चाहिँ यसरी गालीको वर्षा किन हुन्छ कि तपाईलाई यो गाली तपाईलाई नै गाली गर्नुपर्ने कारणहरू के छन् तपाईँ जस्तो पत्रकारले निर्माण गरेको चेतनामा म जस्तो मान्छेले गाली खाने नै हो बुझ्नु भएन सुन्नु न ल तपाईको व्यवहारले हो नि तपाईको कामले हो नि मेरो कामले हैन व्यवहारले हैन मेरो एउटा सामान्य मान्छेले गाली कसले गर्छ मेरो सिम्पल कुरा तपाईलाई बताइदिन्छु अहिले बाइक यतै ल्याउनु तपाईहरु जस्तो मान्छेले त सुसूचित गराउने हो क्या कुसूचित गराउने हैन नि त पत्रकारिताको धर्म भने सुसूचित गराउने हो एकदमै सुसूचित बुझ्नु भएन अब तपाईलाई बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा उपस्थित हुनु भएन तपाईँ यस्तो कुरालाई डिफेन्ड कहाँ गर्नुहुन्छ भने त्यहाँ लेखिएको छ आउन नसकेको अवस्थामा अर्कोमा नसकेको अवस्था भने के नसकेको भनेको नचाहेको भने हैन नि त आउन नसकेको अवस्थामा नचाहेको भनेर तपाईँले कसरी भन्न सक्नुहुन्छ त नि अनि तपाईले चाहिँ नसकेको नचाहेको होइन भनेर चाहिँ कसरी भन्न सक्नुहुन्छ पठाउनु भयो नि त पठाउनु भएपछि प्रतिनिधि पठाइसकेपछि भन्नु पर्यो तपाईँ जस्तो मान्छेहरूको हातमा बुम भएपछि नि पटक पटक यो देश जल्छ जलाउने तपाईँहरू जस्तो मान्छे हो फेरि बाँदरको हातमा तपाईको मिडियामाथि ठुलो आरोप लगाउनु भयो यस्तो जे भयो मिडियामाथि हैन तपाईहरु जस्तो झोले पत्रकार हुँदासम्म चाहिँ यो समस्या तपाईहरु जस्तो झोले कार्यकर्ता हुँदाखेरि चाहिँ यो देश जल्छ क्या बुझ्नुभयो अब पक्नुहोस् हजुर भन्नुहोस् तपाईको गेस्ट म तपाईलाई मैले तपाईको औकातमा ल्याउन खोजेको क्या गेस्ट म तपाईलाई मैले तपाईको औकातमा ल्याउन खोजेको क्या बुझ्नुभयो तपाईको गेस्ट म हैन पाहुनालाई सम्मान गर्नुपर्छ हैन तपाईहरु त जठाभावी सोद्धाखेरि अरु मान्छेले त कुल भएर जवाफ दिनुपर्ने तपाईलाई एउटा क्रसको क्वेशन सोद्धाखेरि तपाई यतिको टेम्परमा आउनुहुन्छ भने तपाईको पत्रकार बन्ने हैसियत अझै पनि बनिएको छ तपाईले भन्ने हैन त्यो हजुर यतिको त दाइले भन्छ क्या म यही क्याम्पसमा पत्रकारिता पढेको मान्छे म यही क्याम्पसमा हैन यही क्याम्पसमा म पत्रकारिता पढेको मान्छे हो पत्रकारिताको इथिक्सहरुमा केही चीजहरुमा सबै मान्छे बस्नुपर्छ तपाईहरु पनि बस्नुपर्छ हामी बसिरहेछौँ अब लास्ट एउटा चीज बताइदिन्छु तपाईसँग तपाईले टाइटलको लागि प्रश्न सोध्नुभयो सुरुदेखि नै तपाईले के गर्न खोज्नु भएको भन्ने म बुझ्दिनँ कस्ता